गायक प्रकाश सपुत गीत सङ्गीतका क्षेत्रका हिट मेसिन हुन् भन्दा अतिशयोक्ति हुँदैन। विगत 5-6 वर्ष यता उनले सिर्जना गरेका प्राय गीत लोकप्रिय छन् र फिल्म अभिनयमा पनि उनले निरन्तर सफलता पाइरहेका छन्। उनको डेब्यू फिल्म परदेशी 2 नै हिट बनेको थियो भने दोस्रो फिल्म पूर्णबहादुरको सारङ्गीले त व्यापारमा कीर्तिमानी नै बनायो। यसर्थ उनलाई दुवै क्षेत्र फापेको छ। गायन र फिल्म अभिनयमा दुवैमा सफलता पाएपछि प्रकाशले फिल्म बसन्तबाट निर्देशकको परिचय थपेका छन्, जुन फिल्म गत शुक्रबारबाट प्रदर्शनरत छ। प्रदर्शन पूर्व धेरैले यसलाई यस वर्षको अर्को हिट फिल्म हुने दाबी गरेका थिए, तर फिल्मको 2 दिनको व्यापारिक अवस्था निराशाजनक देखिएको छ। हलमा पुगेर फिल्म हेर्न दर्शकले जाँगर देखाएका छैनन्। पहिलो दिन लगभग 350 शो पाएको फिल्मको एडभान्स बुकिङ नै दोष त थियो। बिहिबार साँझसम्म अनलाइन मार्फत 200 वटा टिकट पनि बिक्री भएको थिएन। शुक्रबार डोरसेल पनि राम्रो नहुँदा फिल्मको बिहानी शोमा देशभर न्यून दर्शक देखिए। शुक्रबार साँझ भने एकाध शोमा 50% माथि अकुपेन्सी देखिएको थियो, तर धेरैजसो शोमा दर्शकको हाहाकार नै थियो। पहिलो दिनको प्रदर्शन निराशाजनक भए पनि शनिबारको बिदामा व्यापार आक्रामक हुने अपेक्षा निर्माण टिमको थियो, तर शनिबार पनि फिल्म हेर्ने दर्शक अपेक्षित देखिएनन्। बिहानी शोमा अकुपेन्सी कमजोर नै थियो। दिउँसोबाट भने काठमाडौँ सहित विभिन्न शहरमा केही शो हाउसफुल भए एकाध 40-50% अकुपेन्सी थियो। शुक्रबारको तुलनामा यो सुखद नै थियो। आइतबार पनि फिल्म निकै खस्किएको थियो। रामनवमीको सार्वजनिक बिदा हुँदा पनि दर्शकले फिल्म हेर्ने रुचि देखाएका थिएनन्। आइतबार शोहरूमा खल्ती एपबाट बुकिङको अवस्था हेर्ने भने दयनीय मान्न सकिन्छ। कति शो एउटा टिकट पनि बिक्री भएको थिएन। यो निर्माण टिमका लागि निकै चिन्ताको विषय बनेको छ। अब कुनै ठुलो चमत्कार नभए फिल्मका लागि सफलता असम्भव जस्तै देखिन्छ। बसन्त प्रदर्शन नहुँदै सामाजिक सञ्जालमा फिल्म बहिष्कार अभियान चलेको थियो। त्यसको मुख्य कारण थियो प्रकाशले एक कार्यक्रममा प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नु। ओलीको प्रशंसा गरेकै कारण उनको फिल्म बहिष्कार गर्नुपर्ने चर्को आवाज मात्र उठेन, उनलाई अपशब्दसहित गालीगलोच समेत गरिएको थियो। यसको ठुलो असर फिल्मलाई परेको प्रष्ट छ। यसपटक प्रकाशलाई गीत सङ्गीतले पनि खासै साथ दिएन। विगतका उनका गीत जसरी लोकप्रिय हुन्थे त्यसरी बसन्तका गीत चलेनन्। साँझ पर्यो झमक्क औसत चल्यो। अरू गीतले भने दर्शक आकर्षित गर्न सकेन, न त ट्रेलरले हाइप बनायो। यद्यपि फिल्म हेर्नेहरूबाट राम्रो प्रतिक्रिया मिलेकाले अब यसलाई ब्रान्डिङ गरेर धेरै दर्शकसँग पुर्याउन प्रकाशले मेहनत गर्नुपर्ने देखिन्छ। प्रकाश स्वयंको मुख्य भूमिका रहेको फिल्ममा उनको जोडी स्वस्तिमा खड्कासँग बाँधिएको छ। यसमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लामाङदे, खड्कबहादुर पुन, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ। विश्वकर्मा समुदायको एक युवकको लेखन बन्ने सपना र त्यसका लागि उसले गर्नु परेको सङ्घर्षको कथामा फिल्म आधारित छ।